थाके यार। चन्द्रगिरी हिल रिसोर्ट अब हामी आइपुग्न लागेछौँ। ओहो, अब यहाँबाट कति छ यार, कति माथि छ। यहाँबाट चाहिँ के देखिरहेछ? जापानिजहरू। हेलो, एरिगातो, एरिगातो, कोनिचिवा। यहाँबाट चाहिँ भ्यू, भ्याली भ्यू यहाँ हेर्नु है। यहाँबाट चाहिँ भ्याली देखिन्छ। त्यो चाहिँ रिसोर्ट, चन्द्रगिरी हिल रिसोर्ट यो भयो। त जस तर बादल चाहिँ खुम देखिरहेको रहेछ। यता यता चाहिँ यता धेरै रहेछ। जिप लाइन छ, स्काई वाक, फ्री फल, स्काई साइक्लिङ, हर्स राइडिङ, यस्तोहरू पनि छ। हाइट कति होला? यहाँ चाहिँ जिप लाइन, तपाईँले जिप लाइन गर्न सक्नुहुन्छ। हाइट चाहिँ सी लेभलबाट 2551 मिटर रहेछ होइन हाइट चाहिँ। यहाँ चाहिँ स्काई साइक्लिङ रहेछ। अब सायद मन्दिर आउन लागे। आइसक्यो। यहाँ हाम्रो मन्दिर, चन्द्रगिरी मन्दिर। यहाँ के हो यो? तालचा हो। ए तालचा, मनोकामना पुरा भयो भने तालचा ल्याएर यहाँ चढाउने। ओहो, त चाहिँ जिप लाइन, स्काई साइक्लिङ, स्विम छ, फ्री फल, वाल क्लाइम्ब, हर्स राइडिङ, ती कुराहरू छ। यता अहिले एकछिनमा मन्दिर जाउँला। पहिला यता हेरौँ के रहेछ। यता चाहिँ यो चाहिँ चिल्ड्रेन पार्क होला। चिल्ड्रेन पार्क रहेछ, बच्चा खेल्ने। एन्ड देन यता चाहिँ यो रिसोर्ट होटेल हो। यता चिल्ड्रेन पार्क रहेछ। यता बच्चाहरू खेल्ने व्यवस्थापन त राम्रो गरेको रहेछ। अब कस्तो हो त बुवा आमाले देख्नु भएको छ त त्यहाँ के छ कसो छ भनेर? त्यहाँ चाहिँ फ्री फल रहेछ। के सुन्नु भयो त? अब के सुन्नु भयो होला? जिप लाइन यहाँ चाहिँ 100 मिटर्सको। अब हामी यसो मन्दिर जाउँ। अब मन्दिर अब यहाँको भाइरल पुजारी पनि हुनुहुन्छ हैन? मूल पुजारी चन्द्रगिरीको मन्दिरको त्यो पुजारी पनि छ कि छैन हेरौँ। पुजारी त हुनुपर्ने हो। छिटो यहाँ चाहिँ साइक्लिङ छ, जिप लाइन, स्काई साइक्लिङ। हामी मन्दिर, अब मन्दिरतिर लाग्यो। मन्दिरमा ओहो
यहाँ चाहिँ होटेल रहेछ, मन्दिर चाहिँ यहाँ रहेछ। यतापट्टि मन्दिर भयो, यो चाहिँ मन्दिर। अब यहाँ पूजाको सामग्रीहरू लिने, जुत्ता चप्पल यहाँ खोल्ने। अब यहाँ मन्दिरको दर्शन गर्नु पर्यो। लाइन रहेछ क्या, लाइन रहेछ मन्दिरको। लाइन त ठुलो रहेछ, लाइन रहेछ। लाइन कहाँसम्म छ, लाइन रहेछ। अब ठुलो रहेछ। अब यहाँ हाम्रो भाइरल पुजारी, हाम्रो भाइरल पुजारी बाबा जय शम्भो। यता चाहिँ लाइनमा बस्नु पर्यो त, अब के गर्ने। पहिला हेरौँ एकछिन। यो चाहिँ होटेल रहेछ, यो एभरेस्ट भ्यू पोइन्ट त होटेल रहेछ। पहिला पूजा गर्ने, त्यसपछि यो खाना खाने। हाम्रो पुजारी, ओहो आज देखे पुजारी, हाम्रो चन्द्रगिरीको मूल पुजारी। ठिक छ, हाम्रो भाइरल पुजारी होइन। लाइन हेरौँ कहाँसम्म छ। लाइन उताबाट त्यसरी हुँदै हुँदै लाइन ठुलो छ। लाइन यसरी लाइन यहाँबाट लाइन ठुलो रहेछ। यहाँबाट लाइन छ, लाइनमा त बस्नु पर्यो। लाइन ठुलो रहेछ। जति ठुलो भयो नि, अब दर्शन गरेर जानै पर्यो। लाइनमा बस्ने अब त्यसपछि त हाम्रो कोही, तर यहाँ नो फोटोग्राफी भन्ने छ यार। मोबाइल खोज्छ क्या। हेरौँ पुजारी त छ। यहाँ चाहिँ पे गरेर पनि फोटो खिच्न मिल्दो रहेछ होइन। सबै पे वाला हो। यो ड्रेस लाउने, फोटो खिच्ने। हो यहाँ साइक्लिङवालाहरू अब स्काई साइक्लिङको लागि रेडी हुँदैछ। साइक्लिङ गर्छ होला। यता चाहिँ होटेल भ्यू टावर। यहाँ के को भ्यू टावर हो, के देखिन्छ एउटा, केही छैन त। यो भ्यू टावर होला सायद। अब मन्दिरको लाइनमा लाग्नु पर्यो। चिसो पनि एकचोटि यता हेरौँ न, यता के रहेछ। ओइ होइ होइ
कुकुर जसले चकचक गर्छ होइन यताबाट भ्यू देखिन्छ अलि भ्यू राम्रो देखिरहेछ जस्तो लाग्यो ओ जुन गरौँ त कहाँसम्म जान्छ भ्यूज जस यहाँको भ्यू यसरी भ्यूज भ्यूज पनि दामी फ्री फल खेल्नु पर्यो यार डर त लाग्छ तर डर के आगे जीत है सो आई विल प्ले द फ्री फल जो होगा होगा फ्री फल खेल्नु कहाँ गयो त्यो मोरा कहाँ छुट्यो यार साइक्लिङ त गर्दिनँ फ्री फल गर्ने ओहो थाक्यो यार यताबाट लाइन अलिकति लाइन त के सानो हुनु यार लाइन बढ्दै गइरहेछ के गर्ने लाइन त लाग्नु पर्यो लाइन नबसिकन हुँदैन भाइरल पुजारीको दर्शन गर्नु पर्यो लेट्स सी एकछिन त हेरौँ त्यसपछि कहाँ हुन्छ त्यसपछि भयो अब यही हो चन्द्रगिरी यति हो चन्द्रगिरी जस ठिक छ राम्रो छ ठिक छ पुजारी भाइरल पुजारी नाम ठ्याक्कै बिर्सेँ मैले विदुर के नामको हो पुजारी बाबाको ओके चन्द्रगिरी आज आएको आज शनिबार नै थियो अनि यसो गइदिउँ न भनेको अब ठिक छ राम्रो छ बादल चाहिँ राम्रो छ यार फेरि बादल हेरौँ त त्यहाँ बादल हेरौँ बादल यहाँबाट देखिन्छ राम्रो यताबाट जिप लाइन 100 मिटर 100
440 चाहिँ काउन्टर बादल देखिरहेछ राम्रो तर यो ठ्याक्कै यो जुन सेतो देख्नुहुन्छ सेतो भाग पुरै बादल चलेको देखिरहेछ यसरी साइक्लिङ हुँदैछ लड्दैन ए त्यहाँ बेरिङ लागेको हुन्छ पुरै टाइट हुन्छ मनोकामना पुरा भयो भने तालचा लिएर चढ्दा हुन्छ के हो काहीँ ऐना चढाउनु पर्छ काहीँ तालचा चढाउनु पर्छ बुझ्नै गाह्रो छ